रात 2 बजेको थियो। दोहाको लेबर क्याम्पमा रमेश ओछ्यानमा तर्केर बसिरहेका थिए। शरीर थाकेको थियो, तर मन कतै शान्त हुँदैनथ्यो। पैसा पुग्छ कि पुग्दैन, घरमा सबै ठिक छन् कि छैनन्, अर्को महिना ओभरटाइम पाइन्छ कि पाइँदैन, विचारहरू घुम्दै थिए, रोकिँदैनथिए। नमस्ते, मन्दाला भाइब्समा तपाईलाई हार्दिक स्वागत छ। धेरै रात यस्तै हुन्थ्यो। फोन हेर्थे, भिडियो हेर्थे, थकाइले आँखा नै बन्द हुन्थे, तर मन उही गतिमा दौडिरहन्थ्यो। त्यो रात उनले गाउँमा फोन गरे, आमालाई होइन, छिमेकी हरिबाबुलाई। बाबु, मलाई निद्रा लाग्दैन, मन एकछिन पनि शान्त हुँदैन। हरिबाबुले भने, साँझ म आँगनमा दियो बाल्छु, घरभित्र ढोका बन्द भएको बेला त्यो सलाई एकदमै सिधा बाल्छ, हल्लिँदैन। उनले अलिक रोकेर भने, तर त्यही दियो बाहिर लगेर हेर, सानो हावाले पनि त्यो लभरम्बर हुन्छ। तिम्रो मन पनि त्यही सलाई हो रमेश। पैसा, घर, भोलिको चिन्ता, यी सबै हावा हुन्। तिमीले हावासँग लड्नु पर्दैन। तिमीले त्यस्तो ठाउँ खोज्नुपर्छ जहाँ हावा त्यो सलाइसम्म पुग्दैन। भगवद् गीताको 6औं अध्याय 19औं श्लोकमा भगवान श्रीकृष्णले ठिक यही उपमा दिनुभएको छ। यथा दीपो निवातस्थो नेङ्गते सोपमा स्मृता योगिनो यत चित्तस्य युञ्जतो योगमात्मना। अर्थ, हावा नचल्ने ठाउँमा राखेको दियो जसरी हल्लिँदैन, त्यसै गरी आफ्नो मनलाई साधना गरेको योगीको मन पनि स्थिर रहन्छ। हरिबाबुले भने, ध्यान भनेको विचार रोक्नु होइन रमेश। विचार त आउँछ नै, त्यो त हावा जस्तै स्वाभाविक हो। ध्यान भनेको आफ्नो सलाइलाई हावाबाट जोगाउने ठाउँ खोज्नु हो। सिधा बस, आँखा बन्द गर र आफ्नो सासमा ध्यान देऊ। मन जहिले भौतारिन्छ, बिस्तारै फेरि सासमै फर्काऊ। एकचोटि होइन, 100 चोटि लाग्छ भने पनि फेरि फर्काउनु नै साधना हो। त्यो रात रमेशले पहिलो पटक प्रयास गरे। ओछ्यानमै खुट्टा कोरेर बसे, आँखा बन्द गरे, सासलाई हेर्न थाले। विचार आइरह्यो, घर, पैसा, भोलि। तर हरिबाबुले भनेछ, हरेक पटक बिस्तारै सासमै फर्किए। 5 मिनेट मात्र थियो, तर त्यो रात पहिलो पटक फोन नहेरिकनै उनको आँखा लाग्यो। आज तपाईको लागि पनि यही अभ्यास छ। 5 मिनेट निकाल्नुहोस्, सिधा बस्नुहोस्, आँखा बन्द गर्नुहोस् र सासमा ध्यान दिनुहोस्। मन भौतारिँदा नरिसाउनुहोस्, बिस्तारै फेरि सासमै फर्काउनुहोस्। तपाईँ त्यो दियो हुनुहुन्छ। हावा रोक्न सक्नुहुन्न, तर आफ्नो शरण खोज्न सक्नुहुन्छ। ओम शान्ति।